चिकन बनाएर खाने यो टेक्निक सिक्नुभयो भने नि तपाईहरुले आरामसे घरमै बनाएर खान सक्नुहुन्छ। सबैभन्दा पहिला मैले प्याज काट्दिदैछु अनि सरसोको ओइलमा चाहिँ एकदमै मिठो हुन्छ कि सरसोको ओइलमै बनाउनु तपाईहरुले पनि हेल्थको लागि पनि राम्रो हो, सबैको लागि राम्रो हो यो चाहिँ। अनि मैले चाहिँ सबै मसलाहरु रेडी गरिदिएको छु, यहाँ देख्न सक्नुहुन्छ तपाईले। अन्त मसला पनि मैले एकैचोटी यसको प्युरी बनाइदिए, मसला पनि सबै अन्त सँगै यो भुट्नुपर्छ यसरी हो। अन्त पुरा मज्जाले जबसम्म प्याज खुरेर रातो हुँदैन नि तबसम्म मज्जाले पकाउनुपर्छ मसला चाहिँ। अन्त देखि यो चिकन चाहिँ मैले अलरेडी म्यारिनेट गरेर राखिदिएको थियो। अन्त चिकन पनि हाल्दिनुहोस् मसला पाकेपछि। अन्त प्याज चाहिँ मज्जाले खुरिनुपर्छ, रातो हुनुपर्छ एकदम। अन्त मसलाहरु पनि सबै पाक्नुपर्छ, अदुवा लसुन अन्त ग्रीन चिल्ली मैले चाहिँ पेस्ट बनाएर हाल्दिएको छु। त्यहाँदेखि टमाटर चाहिँ माथिबाट मैले बेसी हालेन, टमाटर बेसी हाल्यो भने चाहिँ खट्टा हुन्छ, त्यही भएर चाहिँ मैले एउटा मात्रै टमाटर हाल्दिएँ 1 केजी चिकनमा। अन्त माथिबाट चाहिँ पहिला टमाटर चिकन पाक्ने बेलामा चाहिँ आधी चिकन पाकेपछि चाहिँ माथिबाट चाहिँ टमाटर हालिदिनुपर्छ। अनि टमाटर हालेपछि चाहिँ नुन हालिदिनु स्वाद अनुसार। अन्त नुन हालेपछि चाहिँ त्यो चलाउनु हुँदैन तपाईहरुले, चिकन चाहिँ त्यतिकै 5 मिनेट छोपेर राखिदिनु, त्यहाँदेखि रेडी भयो। अन्त धनियाको गार्निश माथिबाट गरिदिन्छु। कस्तो लाग्यो मेरो आजको